तिमीले घटाइ लाग्यो भने त्यो 1 लाख 2 लाख 2.5 लाख आउने ठाउँमा 1 लाखमा दिइरहेको छु है। भने चाहिँ मैले भनिदियो भनिदिएको त्यो हुँदैन। अहिले जुन जस्तै क्लियर गयो त्यो बेलामा लाभ हुन्छ। घर त भुक्कुनीको मान्छेले पनि 60-65,000 रुपियाँ घाटा लाग्यो। उसले भन्यो यति मलाई घाटा लागेको छ, आफ्नो विचारले के कति छोडिदिनुहुन्छ भनेर भन्यो त्यसले। मेरो पनि स्थिति गडबड छ होइन। अहिले 10,000 रुपियाँ तिमीले छोडिदिउँला, 10,000ले मलाई कतै 18 पर्ला। छोडिदिन्थ्यो भाइ, अब के गर्नु, मलाई पनि अप्ठ्यारो छ। ल 2,000 जो अलि बाँकी छ बडा झर्ने छ। पानी नपरे भने चाहिँ पानी आयो भने झर्दैन। पानी आउला जस्तो मौसम गर्यो। देखाइ हो।